हेलो नमस्ते, दिस इज मिस सन्तोष ढकाल, बेकरी सेफ एन्ड इन्स्ट्रक्टर। आजको टपिक छ टेम्परेचर कन्सेन्ट ड्युरिङ ब्रेड मेकिङ। ब्रेड मेकिङ स्टेप टोटल 11वटा हुन्छ। त्यसमा हामी अहिले जाँदैनौँ। हामी चाहिँ टेम्परेचर कन्सेन्ट कुन कुन स्टेपमा कति कतिखेर चाहिँ टेम्परेचर कति कति मेन्टेन गर्नुपर्छ भन्ने कुरा हो। समग्रमा चाहिँ टेम्परेचर मेन्टेन गर्नुपर्ने भनेको चारवटा चरणमा हो। फर्स्ट, डो मिक्सिङ प्रोसेस। सेकेन्ड, बल्क फर्मेन्टेसन। थर्ड, प्रुफिङ। र फोर्थ चाहिँ फाइनली बेकिङ हो। फर्स्ट स्टेप, मिक्सिङ प्रोसेस। मिक्सिङ प्रोसेसमा चाहिँ यसको टेम्परेचर हुनुपर्छ 22 डिग्री। र सेकेन्ड भनेको चाहिँ बल्क फर्मेन्टेसन। बल्क फर्मेन्टेसन भनेको चाहिँ डो रेडी भइसकेपछि त्यसलाई डिभाइड र फाइनल सेप दिनभन्दा अगाडि होल डोलाई एकछिन रेस्ट गर्नुपर्ने हुन्छ। त्यो होल डोलाई रेस्ट गर्दाखेरिको टेम्परेचर भनेको चाहिँ 25 डिग्री हो र त्यसको टाइम चाहिँ 30 मिनट। थर्ड स्टेप हो प्रुफिङ। प्रुफिङ भनेको के हो भने डोले आफ्नो फाइनल सेप पाइसकेपछि सिधै ओभनमा गएर बेक गर्नुभन्दा अगाडि त्यसलाई फुलाउनु पर्ने हुन्छ। त्यसलाई फुलाउनुको लागि चाहिँ सर्टेन टेम्परेचर चाहिन्छ, त्यो टेम्परेचर हो 30 डिग्री। फाइनल स्टेपमा चाहिँ बेकिङ। बेकिङ गर्दाखेरिको टेम्परेचर चाहिँ अलिकति फ्लक्चुएट हुनसक्छ ब्रेडको टाइप र ब्रेडको रेसिपी अनुसार। जस्तै लिन डोबाट बन्ने ब्रेडहरू जस्तै बगेट, स्यान्डविच बगेटहरू, अनि चिबाटा ब्रेडहरू, लभासहरू, जस्तै पित्ता ब्रेडहरू, यस्ता ब्रेडहरूलाई चाहिँ हाई टेम्परेचर चाहिन्छ। त्यो भनेको चाहिँ 220 डिग्री। यसको टाइम भनेको त्यस्तै 20-22 मिनट लाग्छ। र रिच डो भनेको चाहिँ अन्डा, दुध, चिनी, यसरी चाहिँ एक्स्ट्रा इन्ग्रिडियन्टहरू हालेको डोलाई चाहिँ अलि लो टेम्परेचर चाहिन्छ। त्यो टेम्परेचर हो 180 डिग्री। र टाइम चाहिँ ओपन ब्रेड भनेको चाहिँ ट्रेमा राखेर खुल्ला तरिकाले पकाइने ब्रेडहरू जस्तै बर्गर बन, हटडग बन, मिल्क ब्रेड, भिएना सेपका ब्रेडहरू, जस्तै यस्ता ब्रेडहरूको टेम्परेचर हुन्छ 180 डिग्री र टाइम हुन्छ त्यस्तै 20-22 मिनट। भने क्लोज ब्रेड, बट्टाभित्र राखेर बनाइने ब्रेडलाई चाहिँ अलि धेरै टेम्परेचर चाहिन्छ। त्यो चाहिँ हो 200 डिग्री